अबे त्यहाँ मान्छे रहेछन् गाई चल्छ हामी राति राति कि भन्नु यहाँ देखिन त देखियो मान्छे तर नि हामी चाहिँ काफल खान जान आँट्यौँ तर कहाँ जाने हो मलाई थाहा छैन कहाँ जाने हो जान चाहिँ कहाँ जाने थाहा छैन तर त्यत्तिकै हिँडिरहेको हामी एक्सक्युज मी म गाउँमै हुर्केर आएको होला नहिँड्यो र ल हेर पहिला त गाउँमा बसेर आएको नि अहिले यहाँबाट खुट्टा मड्क्यो भने हाम्रै बारीमा हो त्यही छ न त म त काफलको बोटो कतै पनि देख्दिनँ है हुन्छ काफल छ कि नै काफल छ कि नै अनि किन आएको त यत्रो बाटो आएर छैन होला अरे कोइली कराहा सुने हौ अनुजा हामी अर्काको मकै बारी हिँड्यौँ मैले खेदाउँछन् क्या अनुजाको भर पर्दा ओइ रहेछ यार काफलको बोटो त थुप्रै काफलको बुटो त छ न त छ तर काफल चाहिँ छैन ओइ मेरो हात काटो अब कति धेरै काफलको बुटो हो नि यहाँ खै काफल छिच्छी काफलको बुटो यत्रो हो एउटा काफल छैन यो पनि काफलको बुटै होइन सबै बक्नै सबै काफलको बुटो हो तर केही छैन जे पाइ त्यही यार ए बनिरहेको छैन कि अन्त जानु ए यहाँ एउटा रहेछ ए दुईटा टिपा है अल्बसे घर खाने गएर एउटा भयो क्या ऊ यहाँ पनि छ कता गयो छ्या त्यो त रातो खाउँदैन तिमीलाई कालो मन पर्यो यहाँ छ है कता गयो यहाँ पनि छ त हुन त तर खै ल खस्यो रातो त तिमीलाई कालो मनपर्छ मलाई त कालो मन पर्छ मास्तिर कति खानकै काफल हेर नि त्यहाँ मतलब कि अलिकति अमिलो जाइ म देखेँ अब यहाँ काफल धमाधम यहाँ छ एउटा यहाँ देखेँ यहाँ किन देखिया होइन ल ल यहाँ छ एउटा यहाँ पनि छ ल यहाँ चाहिँ रहेछ नि त थपक्कै यहाँ छ टिप न यहाँ पनि छ खस्यो यहाँ पनि छ ल मेरो हातै रातो भयो तर यहाँ देखिन्न गऱ्यो मोबाइलमा देखिन के पनि छन चाहिँ छ है यहाँ काफल कति धेरै हो देखिन्न के उहीको मान्छे कस्तो झपक्कै देखियो आयो मोबाइलमा हेर न केही पनि देखिया होइन केही देखिया त केही देखिया होइन त्यस्ता फोकस आउट भयो हुन्छ ल बजाम गर यो बाटो जाने देखिन्न टिप नि त ल टिप नजाने भयो नखाने भयो नखाम ओ यहाँ ल बजाम यति बनाउन आएको थियौँ हामी टिप्न काफल खाना पनि भयो गाउँदै भन्छ काफल खाना त भ्लग हुन्छ सफा एउटा कुरा भनौँ
अहिले नि भन न अस्ति हामीले कुरा गरेको थियौँ नि के उता कता हो मान्छे झुन्डेर मरेको उता जङ्गल ओके कस्तो राम्रो डाँडा देखेको यहाँ जङ्गल कता जङ्गल खाने गाइज उहाँनिर चाहिँ अस्ति मान्छे झुन्डेर मरेको थियो अरे ओ यो त चिहान घारी जस्तै आउनु जा भयो यताबाट नजाम के केही हुँदैन जाने होइन के यताबाट केही हुँदैन जाने होइन कि यताबाट? जलौटीहरू हुँदो रहेछ मान्छेहरू हिँडी घरमा अस्ति यहाँ चिहान डाँडा थियो ए यहीँ घर रहेछ थुइया त्यही मान्छे त तर मसँग जो हिँड्छ नि डर परेन त्यो म हुन् त हो त्यही जङ्गलमा हो कि अस्ति म जङ्गलमा हो त्यो जङ्गलमा डर लाग्दै खालके हामी जाँदैनौँ साँझ परेपछि हामी त्यहाँ डर लाग्छ हामी त यो बाटो आएको त्यतिर एक दिन के त्यहाँतिर बेलुकाको टाइममा हो अनि साइकल चलाउँदै गएको अन्त लास्टमा त अरे भगवान् डराएर भनिदिएको त होइन त्यो भीमसेन आदर्श माध्यमिक विद्यालय हो नि